मैले चाहिँ गिटार सेन्टरबाट मगाएको थिएँ, गिटार सेन्टरमा थिएन अनि यो चाहिँ उतैबाट डाइरेक्ट कम्पनीबाटै आउने भएर व्हाट इज दिस लाइन 6 लाइन 6 त्यही पनि यो चाहिँ स्टेडियम हो, स्टेडियमको पनि एक्सेल हो, फ्लोर एक्सेल। Wow. Oh my god, line 6. कार्टुन बक्समा अनबक्सिङ पनि सानो छैन, फेरि अर्को रहेछ टेप। बल्ल बल्ल आएको 13 दिनमा। पछाडि आएको यो चाहिँ नेपालको सायद लगभग कति समथिङ अराउन्ड लाइक 3 लाख 3 लाख। यहाँनिरको चाहिँ 2300 परेको लाइक स्टेडियम चार्ट। यसमा चाहिँ स्टप मोड, प्रिसेट अनि यसको पछाडिको यसहरू, त्यहाँबाट त नि चिट सिट यो भयो एउटा। अनि अर्को छ यो चाहिँ स्पेनिसबाट लेखेको छ, त्यो चाहिँ इङ्ग्लिसबाट। अनि यो चाहिँ यो पनि कुन 3टा भएछ, बल्ल आइपुग्यो। कसरी निकाल्ने हो फेरि? मेरो फर्स्ट एभर यस्तो महँगो क्याटआउटबाटै अमेरिकामै 3 लाख सरी 2300.99 ट्याक्स सबै गरेर दामी यार। एउटा अर्को चाहिँ एउटा पावर केबल छ यसको, यहाँनिर यु गट पावर केबल फर दिस वान। केबल पनि डेन्जर छ त हौ, के हो यो? पावर केबल छ होइन। अनि यसमा चाहिँ कतिवटा फुट स्विच छ भने लाइक 1 2 3 4 5 6 12वटा फुट स्विच, नब्सहरू छ, होम मेनु। यो चाहिँ स्क्रिन टच हो है, स्क्रिन टच। अहिले स्क्रिन टच गरेर देखाउँछु। त्यहाँबाट यहाँनिर छ अनि हेडसेट, प्लेब्याक, क्या दामी। यो चाहिँ धेरै छ क्या, यो चाहिँ यहाँनिर चाहिँ एकदमै धेरै छ। यो सबै चाहिँ मलाई अब आउँदैन होइन, सिक्नुपर्छ बिस्तारै। अनि जस यहाँनिर चाहिँ यो चाहिँ एक्स्ट्रा एक्सप्रेसन पेडल युज गर्नुको लागि छ, इन्स्ट्रुमेन्ट हाल्नुको लागि छ, माइक सेन्ड रिटर्न। अनि यहाँनिर छ पाएर नि केही छैन क्या, सर्ट अब यो जोडेर हेर्नु मात्रै मन लागिरहेछ क्या टक्क। ल यो अब जोडेर हेरौँ है त। लेसी टक्क साइड लगाएर आरामले कस्तो नि। अब आजै फेरि हामी चाहिँ घुम्नु जानु लागेको होइन, घुम्नु गएको भिडियो नि आउँछ ब्लग। तर अब क्या अब बजाउनु क्या मन लागिरहेछ। फेरि 3 दिन पछाडि मात्रै ब्याक भइन्छ, 3 दिन पछाडि मात्रै। आज आएको सामान 3 दिन पछाडि मात्रै, 13 दिन वेट गरेँ यो सामानलाई। आफ्टर 13 दिन पछाडि चाहिँ आज आयो। आज फेरि घुम्नु जान आँटेको। अनि अब आफ्टर 3 डेज मात्रै यसलाई मजाले बजाउनु पाइन्छ क्या। त्यो चाहिँ मैले पावर ज्याक राखिसकेँ। अब यसलाई अन गरौँ।
ए अन हुँदैछ अलिकति टाइम लाग्यो अन हुनु आइपुग्यो वेलकम टु इलेक्स स्टेडियम लाइन 6 इलेक्स स्टेडियम एक्सएल अब यो के भन्नु डन्ट सो गरिदिनु न यसै पुरा यो चाहिँ फुल्ली स्क्रिन टच हो नेक्स्ट गरिदिउँ वाइफाई जोड्नु मिल्छ होइन यसमा चाहिँ अब वाइफाई हाम्रै घरको जोडिदिइहालौँ त्यसलाई चाहिँ छ ल यो चाहिँ वाइफाई जोइन भयो चाहिँ नेक्स्ट गरौँ नेक्स्ट एन्ड देन सोल्डै यो चाहिँ मेरो कोड स्क्यान गर्नु पर्ने भयो यसमा चाहिँ अब मेरो आइडी बनाइसक्यो मैले फोनबाट यहाँनिर चाहिँ टक्क लगाएर आफ्नो युजर आइडी हाल्ने फोन जस्तै कि मैले चाहिँ लगइन गरिसकेँ अब चाहिँ यसमा के डाउनलोड गर्नुपर्ने छ डाउनलोड कति लाग्छ टाइम अब म चाहिँ यो टेस्ट गर्दैछु यो चाहिँ मैले ठ्याक्क जोडेको छु जोडेर अब सेटअपहरू गरेर चाहिँ म डाइरेक्ट यो यसको साउन्ड हेर्दैछु है यो चाहिँ मेरो लाइन 6 यहाँ जोडेर इन गरेर आउटपुट चाहिँ मेरो यहाँनिर बसबाट आएको छ बसबाट आएपछि चाहिँ अब यहाँनिर चाहिँ मलाई खासै धेरै यसको फिचर्सहरू चाहिँ मैले चलाएको छैन यो होइन मेरो फर्स्टचोटि हो अनि अब यो चाहिँ कस्तो खालको छ के छ होइन यहाँनिर चाहिँ अब गएर हामीले लगाउन सकिन्छ होइन अनि अब यहाँनिर जोड्न सकिन्छ भनौँ न पेडलहरू अब डिस्टर्सनहरू लेभल त्यति लगाएर चाहिँ गेन अलिक लगाउनु त कस्तो आउँदो रहेछ यसमा चाहिँ अब यसकै प्रिसेटहरू छ होइन यसको प्रिसेटमा यो रहेछ यो चाहिँ स्टेडियम रकहरूले त्यही होला कि सायद त्यही बजाएको अनि त्यहाँबाट डबल अरे के हो होइन अर्को मेगा गिटारहरूले कस्तो रहेछ नाइफ अनि त्यहाँबाट अर्को ट्युनर छ त्यहाँबाट स्लो डान अनि लियोपार्ड प्रिन्ट्स अरे पर्पल नर्पल अरे आम्मा
should be screamer. मलाई चाहिँ अब यो खासै धेरै थाहा छैन होइन छ धेरै छ भन्दा यहाँनिर फाइनली गाइज मेरो सामान आइपुगेर अब टेस्ट हेर्नु गरेर दामी लाग्यो होइन बसको काटान्डामा जोडेर अब चेक गरेको त्यसमा चाहिँ मैले केही पनि लागेको छैन गेनहरू सबै घटाएर यसकै मात्रै इफेक्टहरू हेरेको अनि अब यति नै हो आजको भिडियोको लागि चाहिँ जस मेरो सामान नै ऱ्याप भयो पाएँ खुसी लाग्यो दामी लाग्यो महँगो होइन अब खासै धेरै त आउँदैन बजाउनु त्यही पनि लेट्स सी अब बिस्तारै बजाउनु सिक्नुपर्छ चलाउनु युज गर्न खासै धेरै त थाहा छैन जो स्क्रिन टच छ ठुलो एलसिडी एलइडी भनौँ न स्क्रिनमा चलाउनु सजिलो यसो यता त्यता त्यही छ अब आजको लागि चाहिँ भिडियो मेरो यति नै यसको लागि चाहिँ अरू अब यसमा के छ कस्तो गर्नुपर्ने त्यो चाहिँ अब आफै पनि हेर्दै पढ्दै ओके थ्याङ्क यू फर वाचिङ